सम्माननीय सभामुख महोदय, नियमको 56-58 को या व्यवस्था बारेमा चर्चा भयो। हामी नयाँ पार्लियामेन्ट आइसकेपछि सभामुखजी नयाँ हुनुहुन्छ, सम्माननीय कैयौँ कुरा फेरि हामी सिकाइबाट नै जान्दै जाने कुरा हो। यसरी हेर्दा हामी कैयौँ कुरा चाहिँ शङ्काको लाभ दिने कुरा, कैयौँ कुरा सहयोग गर्ने कुरा छँदैछ। यसमा चाहिँ हाम्रो सम्मान पनि छ, सहयोग पनि रहिआएको छ। प्रतिपक्ष बेन्चले पनि सम्मानजीलाई सहयोग गरिराखेकै छ। मैले भन्न खोजेको कुरो के भने यो नियम 56 नयाँ व्यवस्था हो। गत प्रतिनिधि सभाबाट मात्रै हामीले राखेको हो। 64 मा पनि थिएन, 70 मा पनि थिएन, 74 मा पनि थिएन। किन राख्यौँ भन्दा सदनलाई जीवन्त बनाउने, मन्त्रीहरूसँग अन्तर्क्रिया त भइरहेको थियो। प्रधानमन्त्री स्वयं उभिएर, किन सभाको मुख्य नेता भनेको त प्रधानमन्त्री हो, जसले बहुमत होल्ड गरेको छ, के काम गरिराख्नु भएको छ भन्ने कुराहरू प्रत्यक्ष रूपले संवाद गर्दा सदन जीवन्त पनि हुन्छ, लोकतान्त्रिक पनि हुन्छ, भाइब्रेन्ट हुन्छ र यसले चाहिँ जनताप्रतिको उत्तरदायित्व, अहिले हरेक जनतातिर उत्तरदायी हुन सकिँदैन, तर चाहिँ जनप्रतिनिधिहरूले उठाएका प्रश्नहरूलाई रेस्पोन्स गर्ने र आफ्नो यथार्थ बताउने माध्यमको रूपमा हामीले यसलाई इन्डोर्स गरेको हो गत संसदबाट। त्यसो गर्दा यसलाई चाहिँ हामीले व्यवस्था गरिसकेपछि लगातार जसो हरेक महिनाको पहिलो हप्ता प्रश्न उत्तर हुँदै आएको, पछि आउनुहुने एकजना प्रधानमन्त्रीले पनि झन्डै यस्तै गरेर इग्नोर गर्नु, बल्ल बल्ल फकाएर ल्याएर केही संवाद गरिएको थियो। सभामुख महोदय, यहाँलाई पनि थाहा छ त्यो पार्लियामेन्ट। त्यसो हुँदा यसले चाहिँ बढीभन्दा बढी यसलाई चाहिँ संसदलाई जीवन्त बनाउने, जन उत्तरदायी बनाउने माध्यम हो। त्यस अर्थमा सम्माननीय सभामुख महोदयले यसलाई चाहिँ प्रोपरली यसलाई कार्यान्वयन गर्न मेरो अनुरोध छ एकातिर। अर्कोतिर फेरि यो पनि हो, सभामुख प्रधानमन्त्रीजी म संसदसँग अन्तर्क्रिया गर्दैन भन्दा चाहिँ उहाँले चाहिँ यो नियमावलीमा नराखेर, नयाँ नियमावलीमा नराखेर जान सक्नुहुन्छ। विगतका अभ्यास पनि त्यो छन्। त्यतातिर फर्कन खोज्नुभयो जस्तो लाग्दैन प्रधानमन्त्रीज्यू या सत्तारूढ दल। त्यसो गर्दा यसलाई इगोको विषय, प्रतिपक्षको इगो, सत्तापक्षको इगो, म प्रश्नै लिँदैन भन्ने खालको इगो भन्दा पनि हामीले यो नियमावली लागू गरियोस् भन्दा चाहिँ प्रधानमन्त्री आज आउनुभयो। आइसकेपछि प्रपर विगतका अभ्यास पनि छन्, नियमावलीको नियम 58 पनि छ कि 3 दिन अगावै प्रश्न लिएर कसले त्यो एकसाथै व्यवस्थित हुन्थ्यो। त्यो भएपछि लिखित रूपले लिने, लिखित रूपले नै प्रधानमन्त्री पनि तयार भएर आउँदा चाहिँ डिटेल जनतालाई हामी एउटा चाहिँ बताउन सक्ने माध्यम पनि हो नि त यो त प्रधानमन्त्रीको सरकारको लागि। त्यस अर्थमा यसपटक सुरु भयो, खुसी मान्नुपर्ने कुरा जस्तो भयो। यो आउनु पर्यो भन्दा कमसेकम यो महिनाको नियमावली कार्यान्वयन भयो, यसमा चाहिँ संसद सफल भयो। सम्माननजी चाहिँ यसलाई नियमावलीको अभ्यासमा आउनुभयो, सभामुख महोदय पनि, प्रधानमन्त्री पनि। तर आगामी महिनाका अभ्यासहरू यसलाई प्रपर अभ्यासको रूपमा कि यसलाई चाहिँ अहिले सिक्दै गर्दै गर्ने रूपमा पनि अगाडि जाउँ। यसमा चाहिँ प्रतिपक्षी दलबाट पनि इगोको रूपमा नयाँ मान्यजीहरू हुनुहुन्छ, त्यसै सत्तापक्षबाट पनि यो हाम्रो प्रधानमन्त्रीले के गरिदिनु खोज्या भने इगोको विषय नै होइन। यता संसदलाई बलियो बनाउने, जनतालाई बलियो बनाउने। यो त प्रधानमन्त्री आज पनि आफ्नो प्रश्नमा सुन्दै आइरहेको थिएँ, म अहिले ढिलो आएँ, लाइभ सुन्दै आउँदा प्रधानमन्त्री लाइभ दिन पनि त थुप्रै आफ्नो कुरा बताउनु भयो नि त। लिपुलेखका कुरालाई अरू कुराहरू प्रश्नमा त असाध्यै मजासँग आफ्नो कुरा भन्न पाउनुभयो। त्यो त देशकै शिर उच्च हुन्छ, जनताको छाती गौरवले फुल्छ कि यसरी कोसिस भइरहेको रहेछ भन्दा। त्यसैले यसलाई चाहिँ सम्मानित सभा महोदय, यो नियममा भएका व्यवस्थाहरूलाई नियमसङ्गत नै अगाडि बढाउँ। यसपटकलाई के भयो यसलाई चाहिँ कार्यव्यवस्था बसेर पनि समीक्षा गरौँ। त्यसो हुँदा चाहिँ संसदलाई एउटा मर्यादित ढङ्गले, प्रतिष्ठित ढङ्गले, नियमसङ्गत ढङ्गले अगाडि बढाउँ। त्यसो गर्दा सभामुखजीलाई मेरो सुझाव के छ भने कार्यव्यवस्थासँग अलि बढी परामर्श झरै गर्ने हो भने यो त पार्लियामेन्ट व्यवस्था त दलीय हो, दलका प्रतिनिधिहरू मार्फत नै गर्ने हो। त्यसो गर्दा अलिअलि झगडा गर्ने, विरोध गर्ने, आफ्नो असहमति राख्ने भए पनि भनेरै हो नि त। त्यो त व्यक्ति रिसिभी प्रधानमन्त्री सभामुखजीसँग मेरो कुनै व्यक्ति केही पनि छैन, मान्यजीको व्यक्ति छैन, यो त आफ्नो पार्टीका दलका पोजिसनहरू हुन्। त्यसो गर्दा यसलाई सम्मानित ढङ्गले, व्यवस्थित ढङ्गले, लोकतान्त्रिक ढङ्गले हाउसलाई अगाडि लाने ढङ्गको प्रतिपक्षको पूर्ण रूपले सहयोग रहन्छ। सभामुखजीले पनि त्यो खालको वातावरण बनाइदिनुको लागि मेरो अनुरोध छ। धन्यवाद।